हारपछि तेस्रो खेलमा जित निकाल्नुभयो, कस्तो भयो? धन्यवाद नमस्कार। जित हुँदाखेरि खुसी लाग्ने हो, तर हारले चाहिँ धेरै पाठ सिकेको छ। हाम्रो सुरुमै टाइट म्याच हो। T1 को फर्स्ट सेट नै हाम्रो पक्षमा भइदियो भए एवं रिप्ले गेम माथि हुन्थ्यो। अलिकति त्यसले गर्दा टेम्पो लुज भएको थियो। फेरि आजको कमब्याकले गर्दा चाहिँ राम्रो जस्तो लाग्छ। आजको गेम नि टाइट नै भयो, जस्तो पहिलो हाफ तपाईँले गुमाउनु भयो, दोस्रो हाफ फेरि लिनुभयो, तेस्रो हाफ फेरि गुमाउनु भयो, चौथा के थियो त्यो मेन्टालिटी? जस्तो मेन्टालिटी भन्दा पछि हामीले यो अलिकति खेललाई मैले रणनीति चेन्ज गराएको सुनेको। उहाँको जुन मिडिल वर्करले धेरै नै बल निकाल्ने भएर मैले हाम्रो पनि अर्जुनलाई र धनबहादुर भट्टराईलाई नै रोटेसन चेन्ज गरेर पछि हाम्रो त्यो रोटेसन चाहिँ सफल भएको जस्तो लाग्छ मलाई। दुईवटा गेम हामीले हार्यौँ, त्यसपछिको आजको जित के हामीले के सुधार्यौँ त त्यसकारण चाहिँ आज जित भयो? सुधार्न सबैभन्दा सुधार हाम्रो बेसिक पार्ट अस्तिभन्दा अलिकति हो कि ब्लक पार्ट चाहिँ राम्रो भएको छ। आजको जितले चाहिँ खेलाडीको मेन्टालिटीमा आगामी खेलहरूमा चाहिँ कस्तो प्रभाव पार्ला? आजको जित त धेरै नै प्रभाव पार्छ। हामी यस्तो भइरहेको थियो, डे बाई डे हेर्दाखेरि अलिकति खेलाडीको मनोबल घटेको जस्तो भएको थियो। जितले गर्दाखेरि आगामी दिनलाई चाहिँ सहज गर्ने जस्तो लाग्छ। यो मणिमुकुन्द टिमलाई कसरी हेर्नु भएको थियो पहिले? मणिमुकुन्द त धेरै राम्रो टिम हो। उनीहरू अब अहिले विदेशी नहुँदा पनि धेरै हामीसँग टप फाइट गरेर धेरै टुर्नामेन्टहरूसँग टप फाइट उनीहरू आफू हुँदा पनि भनेपछि अहिले त अब यो इन्डियाको रमनहरू धेरै राम्रो प्लेयर हो नि यिनीहरूले, गर्दाखेरि टप टिम नै हो। आजको जित चाहिँ त्यति सहज छैन भन्ने आर्मीलाई लागेको थियो। नै जित त यो कुनै पनि टिम सबै यो एउटा 22 मिनट टिमहरू छ, सबै 101 छ। यिनीहरूमा यो सहज तरिकाले जिताउँछ कसरी नसोध्दा नि हुन्छ। अब आर्मीको फ्यानहरू धेरै हुनुहुन्छ, आज गेम जित्नु पनि भएको छ, के भन्नुहुन्छ फ्यानहरूलाई? फ्यानहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु, जुन हामीलाई सपोर्ट गरिदिनु भएको छ। सुधारिने पार्टहरूको लागि हामीलाई सहयोग गरिदिनुहुन्छ, कसैले मेसेज गरेर हुन्छ जस बुद्धिजीवी र हामीभन्दा केही भोलिसम्म जानेको मान्छेहरूले यो पार्ट तिम्रो कमजोर छ भने जुन हामीलाई सहयोग गरिदिनु भएको छ, उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। भने जस्तो रिजल्ट योभन्दा अगाडि दुईवटाले गर्दैन, अब आउने उसमा चाहिँ एवं रीतिले अगाडि नै बढ्छ जस्तो लाग्छ। र हाम्रो यो नयाँ ब्याच जो योभन्दा पहिलाको प्लेन्स 9 नेसनल टिममा पर्थ्यो भने हाम्रो अहिले चाहिँ जम्मा एकजना मात्रै प्लेयर 6 भित्र छ। धनबहादुर भट्ट, दुर्गा खड्का त बाहिर नै भयो अरे। धनबहादुर भट्टभन्दा अरू सबै नै नयाँ प्लेयर छ, अरू सेटरभन्दा बाहेक उसले चाहिँ माझमा परिरहेको छ। जस अब आगामी दिनमा चाहिँ राम्रो गर्ने कोसिस गर्नेछ। थ्याङ्क यू। टिभी त्यो सँगसँगै मानबहादुरको चाहिँ कतिको मिस हुन्छ? अब यो क्वेसन कति भन्ने होइन। अब मानबहादुरलाई मिस गर्छु, हामी राजेन्द्र विष्टलाई मिस गर्छु, दिल सुनारलाई मिस गर्छु, हरि अधिकारलाई मिस गर्छु होइन। एउटा मानबहादुरलाई मात्रै होइन, मानबहादुर राम्रो खेल्यो र मानबहादुरलाई आर्मीले बनाएको यति कुरा भन्नुहुन्छ। आर्मीले ठाउँ दिएको, नाम दिएको जुन रहेछ नि मानबहादुर आर्मीले बनाइदियो। मानबहादुरले भन्नुहुन्छ मेरो ब्लडमा आर्मी छ भनेर भन्नुहुन्छ। भन्नुहुन्छ, तर उहाँले त्यो देखाउनु भएन।